केपी तेरो पाराले भ्रष्टाचारी ऊर्जा मन्त्री मुर्दाबाद, भ्रष्टाचारी ऊर्जा मन्त्री मुर्दाबाद। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू र आजको यस हाम्रो विरोध कार्यक्रममा आफ्नो अत्यन्तै महत्त्वपूर्ण समय अनि आफ्ना व्यापार व्यवसाय विभिन्न कार्यक्रम हुँदाहुँदै पनि यो देशलाई मेरो पनि खाँचो छ र मैले पनि आज यो अन्यायको विरुद्ध मेरो पनि खाँचो छ र मैले पनि सहभागी बन्नुपर्छ भनेर आफ्नो अमूल्य समय दिएर अन्तिमसम्म कार्यक्रमलाई सफल भएर भव्य बनाउनका लागि रहनुहुने सम्पूर्ण अभियानका कर्मीजीहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सङ्घ संस्थाका प्रतिनिधिजीहरू, साथै सामाजिक अभियन्ताजीहरू सबैजनालाई हार्दिक धन्यवाद साथ म तपाईँहरूलाई सम्मान गर्न चाहन्छु। जय देश। र आज अत्यन्तै खुसी अनि दुःखको कुरा पनि म तपाईँलाई भन्न चाहन्छु, किनभने अब हामीले खुसी चाहिँ हरेक कुरामा हेऱ्यौँ भने खुसी नै हुन्छ। हेर्नुहोस्, जहाँ पनि समस्या हुन्छ त्यो समस्याभित्र एउटा अवसरहरू आएका हुन्छन्, त्यो अवसरहरूलाई हामीले बुझ्नुपर्छ। आज कुलमान घिसिङ जस्ता महान व्यक्ति जसलाई हामीले यो देशका राष्ट्र नायकको रूपमा लिन्छौँ, हामीले कहिले पनि सोचेनौँ। धेरै जस्तो मैले सामाजिक सञ्जाल हाम्रा तमाम दाजुभाइ दिदीबहिनीहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरूले आज संसारबाट हामीलाई हेरिरहनु भएको छ, हामीलाई बुझिरहनु भएको छ, हामीले पनि हेरिरहेका छौँ। हाम्रो देशमा प्रधानमन्त्री को भयोसँग पनि खासै सरकारको विषय हुँदैन, किनभने यो 8-9 महिना 6-7 महिनामा आउने जाने गर्छ, त्यो मतलबै भएन। तर विद्युत प्राधिकरणको अध्यक्ष अथवा विद्युत प्राधिकरण महत्त्वपूर्णको साथ हेर्ने गर्थ्यौँ। किन भन्नुहोस् त, किन हेर्ने गर्यो त? आज म त्यो कुरा चाहिँ अलिकति तपाईँलाई विस्तृत जानकारी दिन चाहन्छु, किनभने हामीले आज यो 3 दिनको भयो निरन्तर हामी यहाँ यसरी भेला। आज एउटा चिज चाहिँ तपाईँलाई धेरै लाग्छ, यस्तो यहाँ धेरैजना कतिजनाले चाहिँ मलाई भन्नुहुन्छ कि यस्तो काम गरिरहेछ, यस्तो दुष्ट सरकार दुष्ट भइरहेछ, एकदमै तपाईँको चाहिँ हाम्रो महान व्यक्तिहरूलाई त्यसरी कारवाही गरेर आज पदच्युत मात्रै होइन त कारवाही गरेको हो कि उहाँको तपाईँको 4 महिना अवधि हुँदाहुँदै उहाँलाई चाहिँ यसरी पदच्युत गराउनु मात्रै होइन, चाहिँ कारवाही गरेर उहाँलाई अहिले विभिन्न लालसामा लाएर भोलि गरे उहाँलाई जेल पनि। त्योभन्दा पनि महत्त्वपूर्ण गरेर चाहिँ आम 3 करोड नेपालीले सुन्दैन, यो चाहिँ महत्त्वपूर्ण कुरा हो। किनभने त्यो भ्रष्ट नालायक सरकार भनेर हामीले गाली गरिरहेको त्यो भ्रष्ट नालायक सरकार भन्दै भनिरहेछन्, त्यसलाई पुऱ्याउनु तपाईँ हामी नै हो क्या। त्यस कारणले गर्दाखेरि यो एउटा विरोध सभाको साथसाथै के हो त भन्दाखेरि यो भण्डारफेर हो, किनभने भ्रष्ट नालायक सरकारहरूको भण्डारफेर गर्न आवश्यक छ। एउटा सानो एकजना व्यक्तिले हिजोको सभामा भण्डारफेर गर्दाखेरि धरानमा आज हेर्नुहोस् त, हामीले चाहिँ तपाईँको कति 2 किलोमिटर पाइप लाइन के ड्रमको लाइन गाग्रीको लाइन बस्थ्यो यो धरानमा। अहिले हामीले कहिले कुन महिनामा छ भन्नुहोस् त, चैत महिना असोज महिनादेखि चाहिँ यहाँनिर पानी अभाव हुन्छ। हाम्रो दिदीबहिनीहरूले कति धेरै चाहिँ शास्ति बेहोर्नु परेको त्यो हामीलाई थाहै छ घरमा, किनभने घरमा घर किचन गर्ने त हाम्रो दिदीबहिनीहरू धेरै जस्तो हुनुहुन्छ नि त, उहाँले कति शास्ति बेहोर्नु परेको थियो। तर एउटा सानो एउटा डिसिजनले गर्दाखेरि आज सानो एउटा मत मात्रै परिवर्तन गर्दाखेरि आज धरानमा हेर्नुहोस् त, हामीले संसारलाई चकित पार्ने गरेर संसारले गर्न नसक्ने कामहरू आज 43 किलोमिटरबाट पानी ल्याएर हामी पानी खान सक्ने पनि धरानी जनता भयो। र यो अभियानले वास्तवमा धरानको मात्रै नभएर आज नेपाल अधिराज्यभरि नेपालीहरूले गर्न सक्छन् भन्ने एउटा तपाईँको चाहिँ चेतनाको रूपमा एउटा स्वाभिमानको रूपमा चाहिँ हामीले स्थापित पनि गर्न सफल भयो। अब भोलि गएर तपाईँ हाम्रो प्यारो कुलमान घिसिङलाई जेल हालेको पनि देख्न पाइन्छ, किनभने भ्रष्ट सरकारलाई त किनभने उनीहरूलाई सबै कुरा छ, अदालतदेखि लिएर सबै कुरा उनीहरूकै हातमा छ। त्यस कारणले गर्दाखेरि आज हाम्रो खबरदार गर्नलाई एकदमै भन्न चाहन्छु, किन यस्ता चिजहरूमा चाहिँ मान्छेहरू हजारौँको सङ्ख्यामा किन आउँदैन भन्ने कुरा अलिकति म तपाईँलाई भन्न चाहन्छु। सबैले बुझेको छ, तर सक्रियता होला तपाईँको बुझ्नु अलग कुरो रह्यो। मान्छेहरूले सबैले भन्छ त चुरोट खानु त गलत हो भनेर सबैले खान्छ नि त, तर चुरोट त खान्छ फेरि मान्छे होइन, जाँडसी खानु गलत हो भन्छ मान्छेले, तर त्यो पनि खाइहाल्छ। भन्नु खोजेको बुझ्नु र तपाईँको गर्नु अलग कुरो रह्यो।
यदि मात्र 1% मान्छेले आज तपाईको सक्रियता साथ लाग्ने र व्यवहारमा पालन गर्ने भने कुनै पनि देशको कुनै पनि ठाउँको व्यवस्था नै रहँदैन हेर्नुहोस्। अहिले म धरानको एउटा उदाहरण दिन चाहन्छु। अहिले धरानको सबैभन्दा ठुलो आय स्रोत इन्कमको बाटो नै के भएको छ? श्रमदान भएको छ। त्यो श्रमदानमा मान्छे कति आउँछ तपाईँलाई थाहा छ? धरानको 1% मान्छे पनि धरानको 1% मान्छे पनि श्रमदानमा आउँदैन। तपाईँले बुझ्नुहोस् 1% आएको दिन पनि धरानमा त के हुन्छ हेर्नुहोस्। धरानको कुनै पनि विकास तपाईँको रोकिनेवालै छैन, कुनै पनि विकास झिक्नै सक्दैन क्या। 1% भनेको लगभग 3000 मान्छे आयो भने कस्तो होला ल सोच्नुहोस् त। परिकल्पना गर्नुहोस् न तपाईँहरू। त्यस कारणले गर्दाखेरि हामी सक्रियता चाहिँ हुन आवश्यक छ। तपाईँ हामी चाहिँ बुझेर मात्रै त्यो देशमा चाहिँ परिवर्तन आउँदैन। त्यो सक्रियता गर्ने फेरि नेतृत्वको खाँचो छ। फेरि त्यो नेतृत्व चाहिँ हामी धरानले चाहिँ पक्का पनि पाएका छौँ। तर हामीले चाहिँ अझ पनि धेरै कुराहरू बुझ्न आवश्यक छ। यहाँ अझ पनि धेरै मान्छेले काङ्ग्रेस एमाले माओवादी भन्दै थियो। काङ्ग्रेस एमाले माओवादी के हो? मैले हिजो पनि अलिकति भने, तपाईँलाई आज पनि भन्छु। अहिले कुलमान घिसिङलाई हटाउने यी तिनै पार्टी हो हेर्नुहोस्। मिली हो भन्छ नि त त्यहाँ केपी ओलीले नाटकै हो भन्छ एउटा है। फेरि के अरे प्रचण्डले नाटकै हो भन्छ। अनि त्यहाँबाट केपी ओलीले पढ्दैन के भन्छ? नौटङ्की नै हो भन्छ क्या है। अनि त्यहाँबाट चाहिँ नाटक र नौटङ्की हेरेर हामी तपाईँको जिल्ला पर्छ। अहिले यहाँ निकालेको कुराहरू आउँछ। कुलमान घिसिङलाई किन निकाल्यो? उहाँले एउटा स्वार्थसँग साटिएको छ हेर्नुहोस्। किन स्वार्थ? के स्वार्थ साथी भने त तपाईँको बलिको बोका बनेर आएको छ। तपाईँ हामीले देखेको तपाईँको चाहिँ नि होइन राष्ट्र नायक कुलमान घिसिङलाई त बलिको बोका बनेर आएको छ। तपाईँको चाहिँ उनीहरूले के भन्यो? अगाडि 3 जना तपाईँको आधी घन्टा अगाडिसम्म बैठक बस्छ, अनि आधी घन्टा पछाडि मन्त्री परिषद बैठक राखेर अनि कुलमान घिसिङलाई हटाइनुको पछाडि के छ? त्यसको त्यो कारण अब हामीले बुझे कि अब हामी नेपाली जनता अझै पनि त्यति साह्रै मूर्खै छौँ, त्यति साह्रै लाटे हो त होइन नि त। हामीले बुझिसकेका छौँ कि सबै तपाईँको चाहिँ एउटै तपाईँको चाहिँ प्रकृतिका एउटै तरिकाले मान्छे मात्रै फरक देखेको छ भने सबै लुटेर खाने पालै पालो। अस्ति प्रचण्डले खाने, अब तपाईँ केपी ओलीले खानुहुन्छ, फेरि अब देउवाले खानुहुन्छ, मिली खाने हो उनीहरू। अनि हामी चाहिँ ठुलो हेर्ने मात्रै। अनि भोट फेरि त्यसलाई दिने फेरि हामी बडा समस्या नि त। फेरि हामी त कस्तो भने माग्नेलाई भोट दिने मान्छे, माग्नेलाई भोट दिन्छौँ क्या हामीले। बडा अचम्म खालको होइन, कुनै पनि भोट मागेर दिँदैन क्या अन्य ठाउँतिर क्या। भोट भनेको त अधिकार हो। अधिकार दिँदाखेरि नि हामीले सोचेर विचार गरेर हेरविचार गरेर मात्रै दिने कुरा। तर हामी त भोट माग्नु आयो भने हात जोडेर है आयो भने दिइहाल्छ। अनि तपाईँको जितेको भोलिपल्ट के गर्छ? हामीको नमस्कार हुन्छ, फर्काउँछ, चिन्दैन त्यहाँबाट। जनतासँग आएर ढोकेर भोट मागी नमस्कार गरेर हात जोडेर मागेको नेताहरूलाई तपाईँ हामीले भेट्न पाउँछौँ? अहिले पाउँछौँ त? पाउँदैनौँ क्या। त्यस कारणले गर्दाखेरि के हो त भन्दाखेरि तपाईँ हामीले जहिले पनि शासक चुनिराख्यौँ। अब शासकको रूपमा होइन, सेवकको रूपमा चाहिँ चुन्ने चाहिँ हामीले दिमाग चाहिँ बनाउनु पर्यो। अनि मात्रै परिवर्तन आउँछ। हरेक कुराहरूको परिवर्तनको पछाडि एउटा मान्छेको सोचेर विचारसँग जोडेको हुन्छ। जब मान्छेले सोचेर विचार्ने उसको चाहिँ खराब छ, सोचेर विचार पुग्दैन भने अनि त्यहाँबाट मान्छेले गलत निर्णय गरेको हुन्छ। गलत भयो भने के हुन्छ भन्दाखेरि हामी जहिले पनि ती भ्रष्ट दलालहरूले चुनिरहन्छौँ। अनि त्यही धेरैजना यहाँ अघि मैले यहाँ नाम लिन चाहिन, हाम्रो यहाँ थुप्रै के अरे काङ्ग्रेसकै सक्रिय, एमालेकै सक्रिय हामी हौँ। तर हामीले छोडिसक्ने काम छैन। अब त्यो तिनीहरूले हाम्रो घरको चलाइदिएको पनि होइन, हाम्रो घर पालिदिएको पनि होइन। हामी त अब यस्तै हो, स्वतन्त्र। अब हामी त यो हेर्दैनौँ भनेर भन्नु लाग्यो। कति महान विचार हो यो विचार गर्नु पर्यो। सधैँभरि त्यो पार्टी भन्यो होइन, त्यो पार्टीलाई भोट हाल्यो जहिले पनि। अनि त्यहाँबाट हामीले परिवर्तन खोजेर हुन्छ हुँदैन नि। आजको मेन उद्देश्य यो हाम्रो अभियानको मेन उद्देश्य पनि यही हो। कुलमान घिसिङलाई नियुक्ति गर्नु हाम्रो पहिलो तपाईँको चाहिँ टार्गेट हो, पहिलो हाम्रो अभियान हो। दोस्रो कुरो चाहिँ जनता सचेत गराउनु हो। सचेत भयो भने अनि त्यहाँबाट कसैले पनि तपाईँ हामीलाई फसाउन सक्दैन, कसैले पनि हामीलाई चाहिँ तपाईँको गलत ठाउँमा चाहिँ हामीले लान सक्दैन। त्यही भएर सचेत गरौँ, सचेत गरौँ। र भोलि अलिकति मैले कार्यक्रम पनि बताउन चाहन्छु। भोलि हाम्रो यही ठाउँमा हाम्रो मेयर हल्का साम्राज्यकोले चाहिँ हाम्रो यो अहिले 148औं हाम्रो निरन्तर लागू पदार्थ दुर्व्यसन विरुद्धको सचेतना अभियान, सचेतना हेर्नु सचेतना किन गरिरहेको छ, यो सचेतना अभियान कार्यक्रम हुन्छ। र यो सचेतना अभियानको कार्यक्रमको साथसाथ हाम्रो यो 5 बजे चाहिँ बेलुका यो कार्यक्रम पनि हुनेछ, सँगसँगै हुनेछ। र त्यो सचेतना कार्यक्रम सँगसँगै हाम्रो अर्को कुरो चाहिँ के छ भने धरानभन्दा बाहिर बर्हा क्षेत्रमा
हाम्रो तपाईहरु सबैजनाले चिन्नु भएको छ भुइँ कवि सूर्य बस्नेतज्यू, जसले चाहिँ धरान भन्दा बाहिर चाहिँ तपाईको श्रम अभियान चलाउनु भएको आज 2 वर्ष उहाँले पुरा गर्नु भएको छ। निरन्तर उहाँले अभियान सञ्चालन गरेर 2 वर्ष पुरा भइसक्नु भएको छ र भोलि चाहिँ उहाँको वार्षिक उत्सव पनि हो। बडा क्षेत्रमा चाहिँ उहाँले सम्मान चलाउनु भएको वार्षिक उत्सव पनि हो र त्यहाँ हामी केही हाम्रो चाहिँ अभियानका साथीहरू म लगायत हामी थुप्रैजना साथीहरू केही साथीहरू चाहिँ त्यहाँ पनि जानेछौँ र त्यो कार्यक्रम सक्ने बित्तिकै फेरि हामी तपाईको पासाङ लमु चोक लडामा चाहिँ गएर फेरि हामी के गर्नेछौँ त्यहाँ पनि बरार क्षेत्रवासी आमा बुवा दाजुभाइको साथमा त्यहाँ पनि हामी यसरी खबरदार तथा तपाईँको जनचेतनामूलक र कुलमान घिसिङलाई पुनर्बहालीको लागि त्यहाँ पनि हामी कार्यक्रम गर्ने म सबैमा जानकारी गराउँदै तपाईँहरूलाई अन्तिम समयपछि धैर्यका साथ बसेर यो कार्यक्रमलाई सभ्य भव्य र अत्यन्तै फलदायी बनाउनुमा तपाईँले मद्दत गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्दै फेरि पनि तपाईँहरूको उपस्थिति चाहँदै अहिले नै भने म तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय देश जय नेपाल।